मोडर्न स्टार टिभी मनोरञ्जनकै लागि सब्स्क्राइब गर्न नभुल्नुहोला। आज हामी तपाईलाई मान्छेको मृत्यु पश्चात के हुन्छ त यसबारे भगवान गौतम बुद्धको एउटा रोचक कथा प्रसंग सुनाउँदैछौं। अझै पनि मानिसहरू अन्यलमा छन् कि जीवनको उद्देश्य के हो र मृत्यु पश्चात वास्तवमै के हुन्छ। यसै सन्दर्भमा भगवान गौतम बुद्धले आफ्ना शिष्यहरूलाई ज्ञानको ज्योति बाँडिरहेको एउटा कथा प्रसंग छ जुन अति नै रोचक छ। मृत्यु पश्चात के हुन्छ। गौतम बुद्धको एक प्रसंग। एकपटक गौतम बुद्धलाई उनका एक शिष्यले सोधे, हे भगवान, हजुरले आजसम्म हामीलाई यति धेरै पाठ सिकाउनु भयो, तर यसको बारेमा भन्नु भएको छैन कि मानिसको मृत्यु पश्चात के हुन्छ। शिष्यको यस्तो प्रश्न सुनेर बुद्ध मुस्कुराएर प्रति प्रश्न गरे, पहिला मलाई यो भन, यदि कोही कतै जान लागिराखेको छ र अचानक कतैबाट उसको शरीरमा एक विषले भरिएको तीर आएर लाग्छ, यस्तो बेलामा सुरुमा के गर्नुपर्छ? शरीरमा लागेको तीरलाई हटाएर उपचार गर्नुपर्छ कि तीर कहाँबाट कसले हाने भनेर खोज्न जानुपर्छ? शिष्यले बुद्धको मनसाय बुझिसकेको थियो, तैपनि उनले भने, सुरुमा त उसको शरीरबाट तीर झिकेर तुरन्तै उपचार गरिहाल्नुपर्छ गुरु, नत्र त्यो विष उसको पुरै शरीरमा फैलिन सक्छ। तिमीले ठीक भन्यौ। अब यो भन कि पहिला यस जीवनमा दुःखको निवारण गर्ने उपाय खोज्छौ कि मृत्यु पश्चात के हुन्छ भनेर सोध्छौ? बुद्धको प्रश्न सुने शिष्य एकदमै अकमक्कमा परे। बुद्धको यो बानीबाट सिक्न सकिन्छ कि हरेक कुराको एउटा नीति रीति हुन्छ, क्रम हुन्छ। जीवनको उद्देश्यलाई बुझ्ने कुनै सर्टकट छैन, हुँदैन। जसले भोग्छ उसले मात्र बुझ्छ। पृथ्वीमा जन्म लिएर आइसकेपछि हाम्रो परम कर्तव्य भनेको असल कर्म गर्नु हो, त्यही हाम्रो परम धर्म हुन जान्छ।